आफ्ना भाइलाई ज्वाइँलाई मात्रै दिँदा रहेछन्, जति खाए पनि नगाउँदा रहेछन्, भ्रष्टाचारमा लिप्त रहेछन्। के भन्थे? भ्रष्टाचारीको मुख हेर्दिन भन्थे। कतिजना भ्रष्टाचारीको मुख हेर्दैनौ? तिमीलाई भ्रष्टाचारीको म लिस्ट ल्याइदिन्छु भनेर च्यालेन्ज गरेँ। सबैभन्दा भ्रष्टाचारी उनै निक्लिए। ओम्नी कता गयो, वाइट बडी कता गयो? गरिब छोराछोरी मराएर, चाहे सुरक्षाको होस् चाहे गरिबको छोराछोरी मराएर 17,000 को घाँटी रेटेर ल्याएको तिम्रो गणतन्त्रले नेपाली जनतालाई के दियो? हिसाब चाहियो। त्यसको हिसाब चाहियो। तिम्रो आलिशान महल बन्यो होला, तिम्रो आफन्तले पोस्ट पायो होला। डाक्टर रामप्रसाद उप्रेतीले जब यी सबै कुरा बुझ्यो, त्यसपछि माओको फोटो पनि झिके, कार्ल मार्क्सको फोटो पनि झिके, लेनिनको फोटो पनि झिके, पृथ्वीनारायण शाहको फोटो राखे। पृथ्वीनारायण शाह जसले यो नेपाल एकीकरण गरेको हो, यो फोटो राखियो मुटुभित्र। त्यसपछि हेर्दै जाँदा मलाई देशका विभिन्न जिल्लाहरूबाट र संसारभरिका नेपालीहरूले के भने अहिलेको उदयमान एउटा जनजातिको प्रतिनिधि भएको, मुलुकलाई धोका नदिने, भ्रष्टाचार नगर्ने, सबै कुरामा मिल्ने राजेन्द्र लिङ्गदेनलाई कार्यकारी प्रधानमन्त्री बनाऊ भने मलाई। म वास्तवमा राजनीति गर्दिनँ। म पुगेको विशिष्ट श्रेणीको भइहालेँ, खाना लाउन पुगेकै छ, कुनै पोस्टको लोभ पनि छैन। अन्त पाका जब छोडेर आएको मान्छे भन्दै थिएँ, तर त्यसो गर्दा हुँदो रहेन रहेछ भनेर हामीले एकीकृत शक्ति नेपाल जन्मायौँ। त्यसको संस्थापक हो, वरिष्ठ उपाध्यक्ष पनि हो म। तर जुन दियो बालेर जसले हामीलाई आशीर्वचन दिनुभएको थियो, उहाँले पनि के भन्नुभयो भने तिम्रो एजेन्डा पनि हिन्दू राष्ट्र, वैदिक सनातन हिन्दू राष्ट्र जसले सबै धर्महरूलाई सम्मान गर्छ, त्यो प्लस मियोको रूपमा राज संस्था तिम्रो एजेन्डा हो। अनि त्यसो भए राजेन्द्र लिङ्गदेनको एजेन्डा पनि त्यही हो। तिमीहरू किन बाँडिन्छौ? जाऊ न गर मिल भनेर उहाँले पनि आशीर्वाद दिएको। यसै गरेर नेपालका लागि नेपाली कविता आचार्यज्यू आउनु भएको छ, उहाँले पनि हाम्रो पनि एजेन्डा त्यही हो, हामी बाँडिँदैनौँ। अब मलाई के मन लागेको छ भने अध्यक्षज्यू, तपाईँको खास सभा कहाँ हुन्छ मलाई वक्ताको रूपमा निम्त्याउनु। विशेष गरी राष्ट्रद्रोहीहरू जहाँ उठ्छन्, चाहे चितवनमा उठुन्, मत टोकाएर जित्ने दिन सकिए। अब राष्ट्रिय यो जागो। त्यस्तै गरेर झुक्याउने अघिल्लो घोषणापत्रमा हेरौँ न, कुस्मामा रेल, यसमा रेल, यो त्यो खोइ कहाँ आयो? 76 सालमा कहाँ रेल आयो? झुक्याउन पाइँदैन। अर्को कुरो, म राप्रपा पसेको, हिजोको राप्रपा पसेको होइन, म नेपाल पसेको। नेपाल हिजोको राप्रपामा म कहिल्यै पनि बस्न सक्ने थिइनँ, किनभने हिजोको राप्रपा चलाउने मान्छे छद्म बेसिरहेछन्। गाईमा म फरक विचार राखे पनि गाईमा मत हालेको थिएँ, किनभने त्यहाँ राज संस्था र हिन्दू धर्मको कुरा थियो। तर चुनाव जितेर माथि पुगेपछि निरपेक्षता, गणतन्त्र लेखिएको, धर्म मासिएको संविधानलाई विश्वको सबैभन्दा उत्कृष्ट संविधान भनेर घोषणा गरे। त्यसकारण ऊ अहिले टुटेर गए, सूर्य चिन्हमा कता चिन्ह खोज्दैछन् अरे। त्यसकारण अब यो पार्टी निष्कलङ्क भयो भन्ने लाग्यो, अब रियल हिरो भेटियो भन्ने लाग्यो। त्यस अर्थमा मैले आफैले जन्माएको पार्टी, भर्खरै जन्माएको पार्टीको वरिष्ठ उपाध्यक्ष हुनेवाला अध्यक्ष संस्थापक भए तापनि मुलुकको आवश्यकता अनुसार म नेपालवादी भएको हो। मैले नेपाललाई माया गरेको हो। देशभरि रहेका दाजुभाइ दिदीबहिनी अब बाँडिनु हुँदैन। उनीहरू चाहिँ जस्तो पनि गठबन्धन गर्छन्, किनभने सत्ता छोड्न चाहँदैनन्। सत्ता छोड्न किन चाहँदैनन् भने उनीहरू भ्रष्टाचार गर्न चाहन्छन्, आफन्तलाई पोस्न चाहन्छन् र हिजो गरेका अपराध लुकाउन चाहन्छन्। ती दिन सकिए। जुन दिन राजेन्द्र लिङ्गदेन जबसम्म हुनुहुन्न थियो र यस्तो यो उहार थिएन त्यो बेलासम्म हुन्थ्यो। तर अहिलेको जमाना बागमतीमा धेरै पानी बगिसक्यो, हामीले कुरा बुझिसक्यौँ। आगामी दिन अब हुने हाम्रो प्रधानमन्त्री, कार्यकारी प्रधानमन्त्री राजेन्द्र लिङ्गदेन ज्यूलाई बनाउन, उहाँलाई बनाउनको लागि प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती एक्लै छैन,
मसँग त डक्टरहरू छन्, नर्सेसहरू छन्, अरू हेल्थ प्रोफेसनल्सहरू छन्, हामी एक ढिक्का भएर स्वाटै पसौँ है भन्ने कुरा भएको छ। देशैभरि कुरा भएको छ, संसारैभरि कुरा भएको छ। त्यसो गर्नुभयो भने तपाईँहरूलाई जस्तो पनि सहयोग दिन्छु पनि भन्नुभएको छ। अहिले सबैलाई ल्याउँदा आँटिँदैन, अरू कुनै फङ्सनमा ल्याउँला। नेपाल आमाको जय हुन्छ, जय होस्। पृथ्वीनारायण शाहले जोडेको यो मेरो मातृभूमि कहिल्यै पनि नटुक्रियोस्। देशद्रोही देशघातीहरूको बिजोग होस् र भ्रष्टाचारीहरूका पाता कसैको हेर्न पाऊँ। भ्रष्टाचारी तिनीहरूले ओछ्यानमा लुकाएका गाडेका पैसा, अहिले ब्याङ्कमा पैसा छैन, सबै पैसा सिज गरेर राखेका छन्। जनताबाट कर मात्रै चुस्न जान्दछन्, आफ्ना लागि मात्रै पोस्न चाहन्छन्। अझै पनि तिनीहरूकै झोला बोक्छन्। महाकालीमा यस्तो भन्ने अहिलेसम्म आएन। अहिले पनि त्यही झोला बोक्ने। अझ रथ यात्रा अरे, अस्ति कता रथ यात्रा, त्यो रथ यात्रा देख्दा मान्छेले सराप्दै थिए। हामीलाई खाना छैन, तँलाई रथ यात्रा, भ्रष्टाचारी पख, चुनावमा पख भनेको छ। चुनावमा सर्वशक्तिमान भनेको नेपाली जनता हो। यो संविधान हामीले लेखेको होइन। नेपाली जनताले धर्मनिरपेक्षताको लागि म्यान्डेट दिएको थिएन, राज संस्था सक्ने पनि म्यान्डेट दिएको थिएन, गणतन्त्रको लागि पनि म्यान्डेट दिएको थिएन, लादिएको संविधान हो। अब हामी कसो गर्ने भन्ने कुरा सल्लाह गर्छौँ। सजिलो छैन, नेपाल मास्न सजिलो छैन। नेपाल हल्लियो भने तिमीहरू सबै हल्लिन्छौ, तिमीहरू सबै नष्ट हुन्छौ। यो देवी देवताले बास गरेको भूमि हो। माता पाथिभराले जोगाएको मुलुक हो, दक्षिणकाली माताले जोगाएको मुलुक हो, भोलेनाथले जोगाएको मुलुक हो, त्रिशूलले जोगाएको मुलुक हो, तरबारले जोगाएको मुलुक हो। हाम्रा आमाहरूले पिठ्यौँमा नानी बोकेर गुएत्राले बहिनीलाई हराएर जोगाएको मुलुक हो। नयाँ वर्ष छ, बोल्न पाइएको छ, धेरै बोल्दिनँ, अरू वक्ता हुनुहुन्छ। डाक्टर रामप्रसाद उप्रेतीले फेरि भने म हिजोको राप्रपामा पसेको होइन, मैले राजनीतिक रूपमा त केही पाइएला के भनेर लोभ गरेर आएको पनि होइन। त्यसकारण यस पार्टीमा रहनुभएका, यो पार्टीमा खुन पसिना बगाएर यो पार्टी बनाउनु हुने दाजुभाइहरूले कुनै कुरामा चिन्ता नलिए हुन्छ। मलाई केही चाहिएको छैन, मलाई केही पनि चाहिएको छैन। मलाई सिर्फ राजेन्द्र लिङ्गदेनलाई कार्यकारी प्रधानमन्त्री बनाउन मन छ र त्यो उहाँलाई बनाउन मन छ र उहाँको क्याबिनेट सानो क्याबिनेट बनोस्, शक्तिशाली अख्तियार बनोस्, न्यायाधीशहरूले न्याय दिउन्, रक्षा जगतले हाम्रो रक्षा गरोस्। नेपालको शान हिजो जस्तो थियो आज पनि त्यही होस्। त्यसैका लागि म आएको र मलाई जति धेरै माया गर्नुभयो 1000 गुणा उत्साह बढो। 80 सालसम्ममा त अर्कै थोक देखिन्छ।